यस्तो खाले डाँडा छ क्या मैले भिडियोमा नदेखाएँ होइन। वेलकम ब्याक टु माई भिडियो। अनि आज भिडियोमा तपाईँहरूलाई स्वागत छ। अनि आज चाहिँ जाँदैछु म हात्तीवन भन्ने ठाउँमा होइन। सो अनि आज छुट्टी छ। यो चाहिँ मेरो सेटअप हो साइकलको। सो अनि यहाँनिर चाहिँ ब्याग छ मेरो होइन। अनि यहाँनिर यो चाहिँ भ्लग गर्नु पऱ्यो यहाँबाट चाहिँ छ। सो मलाई पनि ठाउँहरू त थाहा छैन, त्यो पनि म गुगल म्यापमा हेरेर चाहिँ आज छुट्टीको बेला पाएर टक्क लाएर यता हात्तीवन जाँदैछु होइन। सो कस्तो लाग्छ माया गरिदिनु होला। मलाई ठाउँ पनि थाहा छैन, बिच बिचमा मैले भ्लग बनाउँथेँ होला तर लोकेसन हेर्दै आउँदाखेरि अलिकति झ्याउ भयो होइन। अनि त्यही हो, कस्तो छ साथ सपोर्ट माया गरिदिनु होला। सो अब जानुपर्छ भाइ, अब चल्दिउँ है त साथीभाइहरू। यहाँ यस्तो खाले छ, टक्क यो ब्याग चाहिँ अगाडिपट्टि भिर्नु पर्ने हुन्छ मैले। सो मजा आइरहेको छ है। यस्तो धेरै पछि यस्तो मजाको साइकल अनि साबनै नबोकी हिँड्दाखेरि चाहिँ आए हाय कुन चाहिँ अपार्टमेन्ट हो यस्तो ठुल्ठुलो ल गोदावरी नर्सरी। कस्तो यतापट्टि चाहिँ यस्तो दामी भ्यू, यता नर्सरी रहेछ है। आए हाय यही हो कि क्या हो महापुरी, अब म आफैलाई थाहा छैन म कहाँ आइपुगेँ भनेर चाहिँ। तर जे होस् यतापट्टि चाहिँ हो जस्तो लाग्यो। सो यहाँबाट चाहिँ अफरोड रहेछ होइन। मजा आउने ल। Turn left onto Belpa Hattiban Planning Mark 7, then turn left. Oh guys. Turn left onto Belpa Hattiban Planning Mark 5, then turn left. जङ्गल चाहिँ त्यही हो कि हो महापुरी, तर रमाइलो। Turn right toward Belpa Hattiban Planning Cross 6, then turn left. यसले त आफैले हेर न मुजी। Turn right toward Belpa Hattiban Planning Cross 6, then turn right. कहाँ है ल यता त्यो जङ्गल हो जस्तो लाग्यो। छिर्न दिँदै कि हो के हो ल यही हो रहेछ होइन जङ्गल चाहिँ। In 500 meters, turn left onto Sitapaka Mark. हात्तीवन चाहिँ भन्यो तर मलाई हात्तीवनमा चाहिँ बस्नु मन लागेन होइन। यहाँ ठाउँहरू नै राम्रो हुन्छ त्यही कुरा पनि। अब चाहिँ म गोदावरी यो उतातिर लाग्न लागिरहेको छु होइन। सो त्यहाँबाट चाहिँ अब मेरो राइड कस्तो खाले हुन्छ। सो अहिले चाहिँ म भिडियो गर्दिनँ होइन, लामो होला। म आइपुगेपछि हजुरहरूलाई देखाउनेछु। साइकल चलाउँदै यस्तो भइसक्यो, मेरो हालत चाहिँ यस्तो खाले छ। यहाँ ब्याग छ होइन। सो पसिना चाहिँ खासै आएन, जे पनि रमाइलो भइरहेछ। गर्मी भएर चाहिँ महाकुरी म चाहिँ ज्याकेट यहाँभित्र हालिदिइसक्यो। सो अब यहाँबाट चाहिँ कस्तो खाले हुन्छ भिडियो।
Chalchoki Road, then turn right. सुकुन In 200. चाहिँ रात पनि परिसक्यो अब चाहिँ घरतिर लाग्दिनु पर्ने हुन्छ लास्ट राइट एकचोटि चाहिँ यो म्याप पुरै डाँडा हालिदिनेवाला छु होइन यो डाँडा हानेर चाहिँ टक्क लाएर अब चाहिँ म घर जानेवाला छु किनकि अब रात पनि पर्न लागिसक्यो उज्यालो त थिएन तर रात चाहिँ पर्न लागिसक्यो म जानुपर्ने त्यही भएर पनि अब म जानुपर्ने हुन्छ अनि सो त्यही हो अब चाहिँ जाँदाखेरि यहाँ एक राइड हान्नु पर्छ होइन त्यो राइड हानेर चाहिँ म टक्क लाएर अब घरतिर चलिदिनेवाला छु सो अब कस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला साइकल त्यहाँनिर छ मेरो ब्याग पनि त्यहाँ बिहाल्छ भर्खर बसेर खाजासाजा खाएँ होइन भ्यू त राम्रो रहेछ तर म फेरि यो माथि डाँडातिर खतरा छ होला होइन तर म जान चाहिँ पाइनँ साइकल जाँदैन होला होइन साइकलमा फेरि मेरो चाबीहरू केही छैन यो चाबी त छ होइन तर यसको म के भन्छ तालचा छ तर चाबी छैन क्या मसित पुरा त्यही भयो कुरा चाहिँ मैले सामान ल्याएको माया चेनै बिग्रिदिएर आयो अब ल यतापट्टि चेन छैन यता नि छ यही एउटा चेन रहेछ बनिरहेको यो ब्याग यतातिर फ्यालिदिनु पर्ला जस्तो छ सो चेन चाहिँ बिग्रिरहेको होइन बनाउनु पर्ने छ अब यसलाई चाहिँ लट्याएको लायो होइन यतापट्टिको यो चेन चाहिँ बिग्रेको होइन अघि आउँदासम्म ठिकै थियो मैले सामानहरू के गर्दा गर्दै चेन चाहिँ गइसकेछ बाल भएन अब चाहिँ हिँड्नु पर्ने हुन्छ गाजाबाट बनेको ब्याग रे क्या यो चाहिँ सो त्यहीबाट चाहिँ अब लाएर हिँड्नु पर्ने हुन्छ गाजा हाल्ने ब्याग छैन गाजाको ब्याग सो त्यही हो अब चलिदिएको साथीभाइहरू राइड कस्तो हुन्छ सो हेरिदिनु होला अब चाहिँ होइन त्यही हो अब यस्तोमा अब खत्तममा त्यहीहरू भएको भए चाहिँ मलाई लोत रमाइलो हुन्थ्यो होला तर म एक्लै आएँ मैले चाहिँ रमाइलो बनाएँ होइन रमाइलो त भयो यसो हेर्दाखेरि रमाइलो त भयो तर मलाई साथीहरू जस्तो भएको जस्तो मजा चाहिँ आएन सो त्यही हो अब चाहिँ सब खत्तमै आएको छ होइन साथीभाइहरू आज राम्रो खाले भिडियो भएन होला तर जस्तो छ त्यस्तै माया गरिदिनु होला म चाहिँ अब यो डाँडो हान्नुपर्ने छ होइन खत्तम बाटो रहेछ सो यस्तो खाले डाँडा चाहिँ छ यहाँ चाहिँ यहाँबाट नदेख्यो होला तर भिडियोमा चाहिँ यो पुरा बुल्का बुल्का यो डाँडा चाहिँ छ होइन त्यहाँ पुगिरहेको यो भागेर सो त्यस्तै खाले छ यो झारौँ कि नझारौँ खाले छ तर यहाँ भिडियोमा यस्तो नदेखिने रहेछ क्या यो समय जस्तो देख्यो होला तर यहाँ खाल्डा
यहाँबाट सररङ जान्छ क्या पुरै ओह्रालै छ यहाँबाट पुरा यस्तो खत्तम होला छ सो अनि ऊ यस्तो यस्तो डाँडाबाट छ यतापट्टि नदेखिया होला सो यो डाँडा सो गाइज अब चाहिँ यहाँबाट जानुपर्ने हुन्छ होइन सो साइकल चाहिँ यहाँ लडिरहेको छ बाले गर्नु अब चाहिँ यहाँबाट यस्तो खाले छ त्यहाँ त्यो मान्छे आएन लट्टे गाडीमै छिरे थियो त्यो मान्छे किन छिरे थाहा छैन किन छिरे पनि बालो पनि त्यसो लाम्लो पनि झर्नुपर्ने हुन्छ सो बाटो चाहिँ यस्तो खाले छ है ब्रेकै लाग्दैन त यस्तो खाले छ है पानी आउँदो रहेछ यतापट्टि चाहिँ साइकल यस्तो उकाल्नु पर्ने हुन्छ मेरो बानी साइकल लिएर हिँड्ने बानी चाहिँ परिसक्यो होइन यस्तो खाले चाहिँ छ है यो ठाउँतिर पो चलाउनु म यो बाटो चाहिँ कहाँ पुग्दो रहेछ म आफैले थाहा छैन होइन सो जहाँ पुग्छ Head towards Satabato Godavari Road. Wow. Turn left, then turn left. तर मेरो जलिरहेको मनमा तिमीले छड्किदियो पेट्रोल सबै पुरा लडेका सिके हो सो अनि अघि आएको चाहिँ मैले बाटो बिर्सेँ कि होइन यतापट्टि चाहिँ रहेछ म यो बाटो हिँडिरहेको रहेछु क्या अब यहाँबाट चाहिँ फेरि फर्केर होइन जानुपर्ने हुन्छ यो चाहिँ के जेएनजीको आन्दोलनले गर्दाखेरि यस्तो आगो लाग्यो होला होइन के हो थाहा भएन तर त्यो रमाइलो यस्तरी साइकल पेल्दै भ्लग बनाउनेको छ राजेश कार्की छ होइन तर म चाहिँ अब यत्रो बाटो जानुपर्ने छ क्या भर्खर यहाँ हेर्नु न अब यत्रो बाटो पुगेर अब सटर सबै ओह्रालो त होला होइन अहिले आउँदाखेरि पुरा उकालो थियो अहिले चाहिँ ओह्रालो अलिअलि छ तर अलि आरामले नै गइन्छ सो अब चाहिँ मेरो त्यो मोबाइलको चार्ज पनि सक्यो होइन ला के भयो लडेको छ अब गोदावरी अर्कोचोटि आउँदाखेरि माथि माथि ठाउँ चाहिँ रहेछ मलाई थाहा नभएर म चाहिँ बिचैबाट घुमेँ होइन अब बर्खुदेखि यहाँ आउनु पनि अब यहाँबाट फेरि बर्खु पुग्न बहुत गाह्रो छ नि त त्यही भएर पनि हो सो अहिले साइकलको हात छोडेर यस्तो ओह्रा झरिरहेको कि वा यार तर मलाई यहाँ आउँदाखेरि जति गाह्रो भएको थियो अहिले त्यति मजा आइरहेको छ कि हो कसम हेर्नु न ल म चाहिँ गोदावरीबाट फर्किँदैछु है मलाई तर यसको ब्रेक छैन होइन अगाडिपट्टिको ब्रेक छैन पछाडिको मात्रै छ होइन मान्छे हान्यो भने हान्यो मलाई डर छैन किनकि मलाई पालै लाग्दैन नि त सो अब चाहिँ यस्तो आरामले कुदिरहेको छ कि साइकल वा मैले टोटल हात छोडेर चलाइदिरहेको छु क्या यत्रो बाटो हातै छोडेर पुगिदिन्छु क्या सो हात त समात्नुपर्छ होइन अफरोड चाहिँ अलिक माथि माथि मात्रै रहेछ अब हेर्नु न यहाँबाट त टाइम लाग्दैन जस्तो छ यस्तै पाराले म कुदियो भने चाहिँ म आधा घन्टाभित्रै पुग्छु होला आउने बेला 2-2.5 घन्टा लाएर आयो आउने बेला 2.5 घन्टा लाएर आयो तर जाने बेला मलाई धेरै टाइम लाग्दैन जस्तो छ होइन हेर्नु सर र ओह्रालो यत्रो लामो बाटोले राम्रो भइया रहेछ होइन म त फाइदा लानु पऱ्यो ल हेर्नु न तर यार ब्रेक यस्तो छैन यस्तो धेरै रन्काउनु हुन्न थियो अहिले स्लो चाहिँ हाल्नु पऱ्यो मेरो मोटो तिमी थियो आँखा रातो ब्लरेका सिके हो मेरो मुटुराको ठाउँमा छ त्यो पेट्रोल वाह अघि यत्रो उकालो हाने रहेछ नि त नि मैले रहन न अहिले क्या म त गाह्रो भएको हो यो उकालो तान्दाखेरि गेरवाला थियो पो तान्यो तर ब्रेक छैन बाल हो न पछाडिपट्टिबाट मैले धेरै रन्काए जस्तो छ होइन
वाह यार यो त मेन लाइफको मजा भने त त्यही भएर सङ्घर्ष गर्दाखेरि होइन सङ्घर्ष गर्दाखेरि बिचमा कहिले पनि हार मान्नुहुन्न म हार मान्नेवाला छैन अहिले मैले हार मानेर बिचबाट फर्काएँ यस्तो मलाई कहाँ मजा आउँथ्यो आहा त त्यही नि अहिले त मजा आयो नि त यस्तो बाटो ल कस्तो मजा आज घुमफिर पनि भयो होइन भोलि फेरि काम हान्नुपर्ने हुन्छ ल दामी पागल हो भन्ने भाइले हाने यस्तो क्या नामी छ नामी ल पारा मैले पुरै हात छोडेर चलाइदिइरहेको छु ल मलाई मतलब झन् मैले अर्को चलाइराख्ने साइकलको मलाई पुरा फुल म त उहाँसम्मै पुगिन्थ्यो होला हातै छोडेर त्यसरी चाहिँ अलिकति गाह्रो लाग्छ क्या ह्यान्डल आफ्नो बाङ्गे बाङ्गे जस्तो लाग्छ त्यही भएर पनि हो म धेरै जस्तो हान्न सक्दिनँ होइन हात छोड्ने पनि अर्को साइकलमा छ क्या यसको ह्यान्डल म बाइन नभएर होला हात बसेको होइन नि त ल यतातिर कतै बसेर अब सुट्टा पुट्टा हान्नुपर्ने हुन्छ च्याएर सुट्टा होइन अनि त्यसपछि मलाई फुल एनर्जी दिएर चाहिँ चलिदिनु पर्ने हुन्छ उता बाहिर बाहिर टाढा टाढामा सिग्नल देखिरहेको छ हेर्नु साथीभाइहरू वा अब आउनेलाई चाहिँ मेन भने अब मेरो चार्ज खत्तम भइसक्यो नि त हाई मैया कस्तो हेरिदिएर हो भन्दाखेरि के हेर्छु देखेको छ क्या हो आँखा रातो ब्लड सिके हो मेरो जलिरहेको ठाउँमा छ पेट्रोल वा ओइ म त कसम भने म स्वर्ग छु कि कहाँनिर छु हो यस्तो राइड हान्नु त अझै कुद्छ त अझै हान्थेँ क्या म सो यसको गेम सेफ्टी रहेछ क्या मैले धेरै कुदाउनै मिलेन ओह्रालो हो पुरा परेको मेरो चलिरहेको ठाउँमा छ पेट्रोल बाख्रा करायो बिहा लडेको छ सो मलाई हो बा यही मजा चाहियो क्या मलाई लाइफमा सबै पुरा गरेका ठिकै हो अहिले टिकटक यसरी बनाएको होइन अब यही मेरो मुखमा झुलिरहेको छ क्या अब यही यहाँ फेरि उकालै स्टार्ट हो कि हो खै आउँदा पनि खासै उकालो जस्तो लागेन चेन मैले कटाइदिएँ च्यासे पाउनु भने च्यास सुट्टा हाल्नु भने यतातिर पाउँछु कि अब यहाँबाट चाहिँ म चल्दिसकेँ होइन मेरो मोबाइलमा पनि चार्ज छैन सो अब एउटा मोबाइल छ अब यसकै घरमा भए पनि म चाहिँ पुग्नुपर्ने हुन्छ फेरि लोकेसन बिर्सिन्छ होइन त्यही भएर पनि अब चाहिँ यहाँबाट चाहिँ जतिसक्दो छिटो अब निक्लिनुपर्ने हुन्छ मैले हो मेरो 11% थियो घटिसक्यो अब एकैछिनमा घट्छ क्या चार्ज पनि अगाडिबाट यस्तो डाँडा हेर्दै कम त लामो बाटो छ म अब बिचमा पो भिडियो बनाएर त मेरो म छिट्छ क्या तपाईँहरू लोकेसन देखिसकेको छ म कति बाटो आइपुगेको छ भनेर होइन तर मैले पन्चा कता राखेँ क्या अब यहाँ फल्किँदै रहेछ जे होस् पन्चा होइन तुफान तिमी किन यति राम्रो पुरा लडेको कहिले काहीँ छुट्टीको बेला हिँड्नु पनि पर्छ होइन
ब्यागको यो गाडी लिएर खानु लाग्छ सायद अब टपिक भनेपछि नम्ला तर पुग्छ बारमा कम त स्पिडमा छ नि यस्तो मैले गाडीहरू त टप लिन्छु कि ओह्रालोमा यो बाटो कम त उकालो थियो अहिले सब ओह्रालो रहेछ क्या अब एक ठाउँमा चाहिँ अहिले उहाँ माथि उकालो छ है हेर्नु न अहिले त सरङमा कम त मेहनत लाएर आएको छैन भिडियोलाई यतातिर व्यस्त गरिदिनु पर्ने हुन्छ है थ्याङ्क्स फर वाचिङ भिडियो मेरो मोबाइलमा चार्ज भएन सो अनि त्यही भएर चाहिँ अहिले आजको भिडियो यतिर इन्डियो गरिदिएँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है अरू सबलाई माया छ